साथीहरू म चाहिँ यहाँनिर तिनजुरे भन्ने ठाउँमा आइसकेको छु के गर्न आएको भन्नु भने तपाईँहरूलाई थाहा छ यहाँ किन आइन्छ मान्छे भने यहाँ चाहिँ लाली गुराँसहरू हेर्न सक्नुहुन्छ होइन अनि लाली गुराँस चाहिँ 28 प्रकारको फुल्छ भनेको सुनिरहेको थिएँ क्या अनि म यस्तो खुसी भइरहेको थिएँ तर बाटोमा कस्तो कस्तो बाटोहरू होइन यस्तो बाटो यस्तो डेन्जर बाटोहरू थियो अनि त्यो बाटोहरू हिँड्दै आउँदाखेरि टक्कसँगले देखिन थाल्यो होइन जब अब तिनतिर पस्न आँट्यो भनेपछि के बसन्तपुरहरू पनि आउँदो रहेछ होइन मलाई त्यो नामहरू खासै थाहा छैन म पनि पहिलोचोटि आएको हो साथीहरू अनि आउँदाखेरि त लाली गुराँस फेरि फुलेको थियो होइन अनि पिङ्क कलर देखेँ रेड कलर देखेँ अनि त्यसपछि व्हाइट जम्मा मैले 3टा मात्रै देखेँ साथीहरू म चाहिँ 28 प्रकारको फुल छ भनेर आएको थिएँ यस्तो खुसी हुँदै तर मलाई रिस पनि उठिरहेको थियो बिचमा किन भन्दाखेरि 28 प्रकारको चाहिँ कहाँ छ भने फेरि मसँग आउनु हुनेले चाहिँ छ त्यहाँ मेन ठाउँमा चाहिँ हिँड न भन्नुभयो अनि टक्कसँगले यहाँ यो चाहिँ मेन ठाउँ नै हो होइन अनि यहाँनिर आएको छैन धुमधाम छ होइन अनि 3 प्रकारको मात्रै छ होइन अनि व्हाइट र पिङ्कमा चाहिँ मिक्स भएको एउटै बोर्डमा मिक्स भएको फुलहरू पनि मैले देखेँ होइन अनि तर ब्लूहरू मैले देखिनँ अरू के कुन कलरहरू हुन्छ अरे त्यो कलरहरू मैले देखिनँ अनि त्यसपछि अब चाहिँ म रिसाएँ क्या यस्तो 28 प्रकारको भनेर खुसी भएर आएको थिएँ नि त साथीहरू अनि त्यो भएन अनि टक्कसँगले आउँदै थिएँ एउटा बाजेले भन्नुभयो क्या एउटा अङ्कलले के भन्नुभयो भन्दाखेरि चाहिँ मैले सोधेँ होइन किन रहेछ भन्दाखेरि चाहिँ 28 प्रकारको चाहिँ फुल्छ अरे तर फागुनबाट स्टार्ट हुन्छ अरे फागुन चैत वैशाख जेठसम्म 4 महिनासम्म चाहिँ फागुन फर्स्टदेखि फागुन चैत वैशाख जेठ अन्तिमसम्म बस्नुपर्छ अरे 28 प्रकारकै फुलहरू फुल्छ अरे होइन अनि त्यसको लागि त अब 4 महिना त को बस्ने होइन अनि त्यसपछि यो महिना चाहिँ जुन महिनामा हुन्छ नि त्यो महिनामा मात्रै अब अहिलेको सिजन चाहिँ पिङ्क र रेड अनि व्हाइट फुल्ने नै रहेछ त्यही भएर यति रहेछ तर 4 महिनासम्म चाहिँ सुरुदेखि अन्तिमसम्म बस्यो भने 28 प्रकारकै फुलहरू फुल्छ अरे गुराँस फुलहरू साथीहरू बाई